वाट अबाउट EHPC र AKPL? EHPC र AKPL को मार्केट स्ट्रक्चर हेर्दा EHPC फार बेटर देखिन्छ AKPL भन्दा। कसरी? EHPC आफ्नो भ्याल्युड सप्लाई जोन भन्दा अझै पनि 60% डाउनमा ट्रेड भइरहेको देखिन्छ। तर AKPL आफ्नो भ्याल्युड सप्लाई जोनबाट मात्र 20% डाउनमा ट्रेड भइरहेको देखिन्छ। यसरी हेर्दा AKPL आफ्नो सप्लाई जोनको नजिक पुगिसकेको, तर EHPC आफ्नो सप्लाई जोनमा पुग्नु अघि अझै पनि एउटा राम्रो अपस्विङ बाँकी रहेको हो कि भन्ने देखिन्छ। र यदि हामी EHPC र AKPL को ओभरअल अपवार्ड र्यालीको स्टार्टिङ पोइन्टलाई हेर्छौं भने EHPC आफ्नो बेस क्यान्डलको जोनबाटै बढेको देखिन्छ। तर AKPL ले आफ्नो बेस क्यान्डलको जोनलाई ब्रेक गरेर बढेको जस्तो देखिन्छ। र यसरी आफ्नो बेस क्यान्डललाई ब्रेक गरेर बढ्नु इज नट अ गुड मार्केट स्ट्रक्चर फर मी। त्यसैले AKPL आफ्नो सप्लाई जोनको नजिक पुगिसक्नु र ओभरअल अपस्विङको स्टार्टिङ पोइन्टले बेस क्यान्डलको जोनलाई ब्रेक गरिसकेको हो कि जस्तो देखिनुले म AKPL को कम्प्यारिजनमा EHPC लाई नै रोज्छु। ह्यापी ट्रेडिङ।